नमस्कार दर्शकहरू, स्वागत छ यो शैक्षिक भिडियोमा। आज हामी कुरा गर्दैछौँ महिलाको यौन सुखका बारेमा। यौन सम्पर्कको समयमा कुन भागमा छुँदा महिलालाई सबैभन्दा बढी मजा आउँछ भन्ने विषयमा। यो विषय धेरैका लागि जिज्ञासाको विषय हो, तर समाजमा खुला छलफल कम हुन्छ। वैज्ञानिक अध्ययनहरूका अनुसार हरेक महिलाको शरीर फरक हुन्छ, तर केही भागहरू सामान्य रूपमा धेरै संवेदनशील हुन्छन्। यो जानकारी सहमति, सम्मान र पार्टनरसँग खुला कुराकानीमा आधारित हुनुपर्छ। यदि तपाईलाई यौन स्वास्थ्य सम्बन्धी समस्या छ भने डाक्टरसँग सल्लाह लिनुहोस्। चलौं सुरु गरौं। सबैभन्दा पहिले महिलाको सबैभन्दा संवेदनशील भाग हो क्लिटोरिस वा भगाङ्कुर। वैज्ञानिक रूपमा क्लिटोरिसमा करिब 8000 भन्दा बढी नर्भ एन्डिङ्स हुन्छन्। यो पुरुषको पेनिसको टुप्पो भन्दा पनि बढी संवेदनशील हुन्छ। धेरैजसो महिलाहरू 70 देखि 80% अर्ग्याजम क्लिटोरिसको उत्तेजनाबाट मात्र प्राप्त गर्छन्। यो योनि प्रवेशद्वारको माथि सानो टुप्पो जस्तो हुन्छ, तर यसको आन्तरिक भाग ठूलो हुन्छ। छुँदा, चुम्बन गर्दा वा मौखिक उत्तेजना दिँदा धेरै मजा आउँछ। तर याद राख्नुहोस्, धेरै जोडले नछुनुहोस्, बिस्तारै र पार्टनरको प्रतिक्रिया अनुसार गर्नुहोस्। अर्को महत्त्वपूर्ण भाग हो जी स्पट। यो योनिभित्रको अगाडिको भित्तामा पेटतिर फर्किएको भागमा करिब 5 देखि 8 सेन्टिमिटर भित्र हुन्छ। यो स्पट छुँदा वा दबाब दिँदा केही महिलालाई गहिरो आनन्द आउँछ र कहिलेकाहीँ स्क्वर्टिङ पनि हुन सक्छ। तर सबै महिलालाई जी स्पटबाट समान मजा आउँदैन। अन्य भागहरू योनि प्रवेशद्वार, स्तन र निप्पल्स। यौन सुख केवल जननाङ्गमा मात्र सीमित हुँदैन, अन्य भागहरू पनि धेरै संवेदनशील हुन्छन्। घाँटी र कान चुम्बन गर्दा मजा आउँछ। आन्तरिक जाँघ, इनर थाइज, स्तन र निप्पल्स, पिठ्यू र कम्मर, यी भागहरूमा बिस्तारै छुँदा वा मसाज गर्दा उत्तेजना बढ्छ। सम्झनुहोस्, हरेक महिलाको शरीर र मन फरक हुन्छ। सबैभन्दा राम्रो तरिका हो पार्टनरसँग खुला कुराकानी गर्नु, उनीहरूलाई सोध्नु के मन पर्छ भनेर। सहमति बिना कुनै पनि काम नगर्नुहोस्। यौन सुख दुवैको लागि हुनुपर्छ। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोस्। थप यौन शिक्षा भिडियोहरू आउँदैछन्। धन्यवाद। सुरक्षित रहनुहोस्।